यहाँहरू सबैलाई नमस्कार। आज म डाक्टर नवराज लम्सालको महाकाव्य अग्नि वाचन गर्ने प्रयास गर्नेछु। यहाँहरूलाई अवगत नै छ, अग्नि 2078 सालको मदन पुरस्कार विजेता पुस्तक पनि हो। यसलाई अग्नि प्रवेशबाटै नै म वाचन गर्ने प्रयास गर्दैछु। सुरु गरौँ। भगवान विश्वकर्माको मन्दिर भन्नुहोस् वा आरन, बल्दो अग्नि साँची राखेर तपाईँको समीपमा छु दाजै। अब मलाई हृदयको अङ्गालोमा बेर्नुहोस्। म कवि हुँ, म सञ्चारकर्मी हुँ र सबैभन्दा पहिले समयको आँगनमा सप्रेम उभिएको एउटा मान्छे हुँ दाजै। कहीँ कतै कुनै भ्रम नहोस्, म बाहुन हुँ। यो जन्मजात आएको जातीय कोट हो। मलाई मान्छे हुन रोकेको दिन यो कोट फुकाल्न सक्छु, फुकाल्छु। निष्ठापूर्वक भन्छु, म पुरेतको रगत हुँ। यो संस्कारगत पेसा हो। मलाई मान्छे हुन रोकेको दिन यो पेसा बदल्न सक्छु, बदल्छु। म पुरुष हुँ, तर म मेरै जीवन अस्तित्वमा आमाको भूमिका कसरी बिर्सन सक्छु? कसरी बिर्सन सक्छु पत्नीको प्रेम र कसरी च्यात्न सक्छु आशीर्वादको हत्केलामा हुर्किएकी आफ्नै छोरीको सपना? र अब त मातृत्वका प्रतीकहरूले पुरुषत्वको प्राकृतिक चुनौतीलाई विकल्पमा राख्न थालिसके। म पहाडिया हुँ। यो जन्मजात भूगोलको कुरा हो, भू उपयोगको कुरा हो। मलाई मान्छे हुन रोकेको दिन बसाइ सर्न सक्छु, सर्छु। म हिन्दू हुँ। यो विश्वास हो, आस्था हो। मलाई मान्छे हुन रोकेको दिन यो विश्वास बदल्न सक्छु, बदल्छु। म आस्तिक हुँ। यो दृष्टिकोण हो। मलाई मान्छे हुन रोकेको दिन यो दृष्टिकोण फेर्न सक्छु, फेरिन सक्छु। तर फेर्न र फेरिन नसक्ने सनातनी सत्य म मान्छे हुँ। मलाई मान्छे भएर उभिन, मान्छेको अघिल्तिर जोडिने कुनै पनि विशेषणले कहिल्यै रोक्न सक्दैन दाजै। मलाई सुन्नु छ जेठी तरबार र तरबारको धारमा उठेको तपाईँकै पुर्खा ठुले कामीको कथा, र हेर्नु छ राज्यकै आँखामा कस्ता देखिन्छन् ठुले कामीहरू। यही आरनमा बसेर पढ्नु छ के हो फलाम, के हो आगो, र के हो खनिज खनेर निस्किने फलाम अवतारको अर्थ। कसरी टल्कन्छ फलाम, कसरी लाग्दो रहेछ राज्य सत्तामा खिया, तर फलाम कसरी बन्छ खिया नलाग्ने इस्पात, र कसरी बन्छ फलाममा फलामै काट्ने धार। किन खुकुरी जस्तो टल्किँदैन, तरबार जस्तो टल्कदैन यो आरनको जिन्दगी, र किन पर्दैन राज्यको मूल प्रवाहमा आरनको धारिलो पाइलो। ग्रिनविच मिन टाइममा होइन, मलाई गौरी शङ्कर मिन टाइममा उभिएको देशान्तर रेखा खोज्नु छ। समयको र 5 घण्टा 45 मिनट अगाडिको यो समय चेतनाकै समय हो। उच्च भूगोल, दिव्य चेतना र अग्र समयको त्रिकोणमा किन अझै बग्न बाँकी छ जातीय कलङ्क र छुवाछुतको समय नदी। आरनको कुलकुलाउँदो ज्वाला राखेर आँखामा सुन्न चाहन्छु आगै जस्तो भरभराउँदो कथा, र लेख्न चाहन्छु को हुन् तपाईँका पुर्खा दाजै। छातीकै तातोले जिउँदा बनुन् मैले लेख्ने अक्षरहरू। हिँड्यौँ तर कहीँ पुगिएन, अब तपाईँकै गोडाले हिँड्न चाहन्छु आजसम्म नहिँडेको अक्षर बाटो, र दिलको दियालो बनाउन चाहन्छु दाजै यही आरनको उज्यालो। युग युगमा सत्ताले लेखे आफ्ना सत्ताका कथा, तर तपाईँ निरपेक्ष कसरी हुन सक्छ तपाईँले झेलेको युग दाजै। म युगसँग जवाब खोज्छु। कतिपटक समय फेरियो, रूप फेरियो, तर तपाईँ निरपेक्ष कसरी हुन सक्छ तपाईँ बाँचेको समय दाजै। म समयसँग जवाब खोज्छु। कल्याणकारी राज्यको कुरा गऱ्यौँ, लोक कल्याणको कुरा गऱ्यौँ, तर नागरिक निरपेक्ष राज्य कसरी राज्य हुन सक्छ दाजै। म राज्यसँग जवाब खोज्छु। आरनमा सेकिएर बनेको आरनकै कथा के हो? खड्ग के हो, खुकुरी के हो, तरबार के हो, र नेपाली परम्परामा वीरताको अर्थ के हो? यसको अर्थ र उत्तर खोज्नु अघि भन्नुहोस् दाजै को हुन् ठुले कामी, र किन लेखिएन जेठी तरबार निर्माणको त्यो इतिहास? विषे नरगचीसँग पैसा लिएको दिन जसवीर कामीको आरनमा आएथे पृथ्वीनारायण। आज म जान्न चाहन्छु कसरी लेखिएको छ जसवीरको इतिहास, र कहाँ छन् तिनका सन्तान। मनोकामना र गोरखाकालीका पुजारी त्यही आरनमा आएथे खुकुरी अर्जाप्न, साँध लगाउन, र आज मन्दिरमा बलि काट्ने हतियार तिनै हुन् कि फेरि? त्यही आरनमा कसिएका हुन् सीमायुद्ध प्रारम्भ गर्दा बजेका सबै बाजा र तिनका पेचकिला। आज म कसरी थाहा पाउन सक्छु दाजै ती बाजामा यही आरनको धुन बज्छ बज्दैन?
लेख्नु लेख्यौँ र पढ्नु पढ्यौँ, तर कसरी थाहा पाऊँ नेपाली इतिहासको कुन पानामा कहाँ लेखिएको छ बिजुली बिरकामीको वीरता। काले सार्कीको कथा र कहाँ छन् तिनका सन्तान। त्रिशुली नदीको शुभघाटबाट गोर्खाली फौजलाई आधा रातमा डुङ्गा तार्ने जलेवा माझी। इतिहासको कुन पानामा छन्, कहाँ छन् र कहाँ छन् तिनका सन्तान। प्रश्नहरूले उत्तर नपाएको पनि सत्य हो, सशक्त प्रश्नै नउठेको पनि सत्य हो, उठेको मसिनो स्वर बलात् दबाएको पनि सत्य हो, र धेरै पटक प्रश्न पनि शासकको र उत्तर पनि शासककै भएको पनि सत्य हो। तर आज समय आफै उडेर ओराओरा आएको छ र समयले हरेक प्रश्नको उत्तर आरनबाटै खोजेको छ, तपाईँबाटै खोजेको छ। बोल्नुहोस् दाजै, धक फुकाएर बोल्नुहोस्, धारिलो बोल्नुहोस्। आरन, यो परिवार, समय र म आज एउटै सरल रेखामा उभिनु छ र मलाई मान्छेको कथा लेख्नु छ दाजै। सत्ताको दुर्गन्धले नभिजेको ओभानो मान्छेको कथा। धन्यवाद।